अदालतको आदेशमा आज रवि लामिछाने छुटेपछि सधैँ झैँ अहिले पनि मिडियादेखि सामाजिक सञ्जालसम्म चर्को घम्साघम्सी चलिरहेको छ। रविका समर्थकहरू हाम्रो नेता छुट्यो, बाघ आयो बाघ, अन्तत सत्यको जित भयो भन्दै रमाउँदै नारा जुलुस गरिरहेका छन्। तर त्यसको ठीक उल्टो रविलाई मन नपराउने वा उनका विरोधीहरू भने रविले आफ्नो गल्ती स्वीकार गरेर बिगो बापतको रकम बुझाएपछि मात्र छुटेका हुन्, त्यसैले उनी ठग नै हुन् भनेर टिप्पणी गरिरहेका छन्। यहाँ एउटा कुरा अचम्म के छ भने आदेश दिने अदालत, छुट्ने रवि लामिछाने, तर सामाजिक सञ्जालमा फोकटको झगडा भने तपाईँ हामी गरिरहेका छौँ। खैर, आजको यो भिडियोमा हामी रवि लामिछानेको यस पटकको रिहाईको वास्तविकता के हो भन्ने विषयमा भित्री गुदीसम्म पुगेर तपाईलाई बुझाउने प्रयास गर्दैछौँ। त्यसैले यदि तपाईँ वास्तविकता जान्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। एउटा कुरा सुरुमा नै स्पष्ट पारौँ, यदि तपाईँ रविको कट्टर समर्थक वा कट्टर विरोधीको आँखाबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने दुवै पक्षका लागि यो भिडियो अपच हुन सक्छ। त्यसैले कृपया निष्पक्षताको चस्मा लगाएर सत्य सुन्ने हिम्मत जुटाएर मात्र यो भिडियो हेर्नुहोला। अब सुरु गरौँ मुख्य विषय। रवि लामिछानेमाथि के मुद्दा छन् त? रवि लामिछानेमाथि तत्कालीन ओली सरकारको पालामा 3 वटा मुद्दा लगाइएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण। यस बाहेक उनी विरुद्ध 5 फरक जिल्लामा मुद्दा दर्ता छन्। आज भएको रिहाई भने जम्मा एउटा जिल्ला रूपन्देही जिल्ला सम्बन्धी मुद्दा मात्र हो। छोटो शब्दमा भन्नुपर्दा आज रवि लामिछाने न त निर्दोष भएर बाहिर निस्केका हुन्, न त दोषी ठहर भएर नै। उनी केवल जेल बाहिर बसेर मुद्दा लड्न पाउने शर्तमा धरौटी र जमानतमा बाहिर निस्केका हुन्। अरूको हकमा भए यो एकदमै सामान्य कुरा हो। जस्तै टेरामक्स काण्डमा काङ्ग्रेसका नेता मोहन बस्नेत, पतञ्जली काण्डमा नेकपाका नेता माधव कुमार नेपाल लगायत थुप्रै नेताहरू रवि जस्तै धरौटीमा बाहिर छन्। सिधा भाषामा भन्नुपर्दा धरौटीमा छुट्नु भनेको न दोषी हुनु हो न निर्दोष हुनु हो। यो केवल एउटा सामान्य अदालती प्रक्रिया मात्र हो। तर रविको केस किन यति धेरै महत्त्वपूर्ण बन्यो, किन चर्चाको विषय बन्यो? यसको कारण के हो भने अहिलेसम्म रवि लामिछाने धरौटीमा बाहिर बसेर मुद्दा लड्न पाऊँ भनेर दिएको निवेदन कुनै पनि अदालतले स्वीकार गरेको थिएन। जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म उनले प्रयास गरे, तर कतै पनि उनको माग सुनिएन। अहिले आएर बल्ल तल्ल अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो। त्यही कारण रवि लामिछानेको केसमा यो विषय यति धेरै चर्चामा आएको हो। धरौटी, जमानत र विवादको वास्तविकता के हो यो पनि जानौँ। सामान्यतया अदालतमा 2 अवस्था हुन्छन्, धरौटीमा रिहा गर्ने, पूर्वपक्षका लागि जेल चलान गर्ने। तर आज रविको केसमा तेस्रो कुरा थपिएको छ, जमानत हो। यही जमानतको विषयलाई लिएर केहीले भन्न थालेका छन्, रविले ठगेको स्वीकार गरे, पैसा बुझाए, त्यसैले छुटे। अब हेरौँ यसको वास्तविकता के हो। आर्थिक हिनामिना सम्बन्धी मुद्दामा अदालतले कसैलाई किन पूर्वपक्षका लागि थुनामा राख्छ? कारण मुख्य 3 वटा हुन्छन्। धरौटीमा छोड्दा देशै छोडेर भाग्न सक्ने सम्भावना, आफ्नो पावर पहुँच प्रयोग गरेर मुद्दा प्रभावित गर्ने सम्भावना, अन्तिम फैसलामा दोषी ठहर भए पीडितले पैसा नपाउने सम्भावना। रविको हकमा अदालत पहिले नै 2 विषयमा विश्वस्त थियो। उनी देश छोडेर भाग्दैनन् किनकि उनी राष्ट्रिय दलका सभापति हुन्। उनी मुद्दा प्रभावित पार्न सक्दैनन् किनकि उनको हातमा सत्ता छैन। अब बाँकी रह्यो तेस्रो कुरा, पैसा फिर्ताको ग्यारेन्टी। यही कुरामा अदालतलाई विश्वस्त बनाउन रविले एउटा उपाय अपनाए। उनले अदालतमा भने सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको अनुमानित रकम करिब 10 करोड हो। यसमा आरोपित हामी सबै रवि, छवि, जीवी लगायतलाई बराबरी भाग लगाउँदा मेरो भागमा करिब 2 करोड 74 लाख रुपैयाँ पर्छ।
यदि भोलि अन्तिम फैसलामा म दोषी ठहरिएँ भने त्यो रकम म तिर्न तयार छु। त्यसको ग्यारेन्टी म अहिले नै बैंक मार्फत दिन चाहन्छु। यसपटक अदालतले यही कुरामा विश्वस्त भयो र आदेश गर्यो। अन्तिम फैसलामा दोषी ठहर भएमा आफ्नो भागमा पर्ने रकम तिर्न ग्यारेन्टीका आधारमा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश सर्वोच्चले दियो। निचोडमा भन्नुपर्दा यसको अर्थ के हो भने रवि लामिछानेले अहिले नै आफ्नो गल्ती स्वीकार गरेका होइनन्। उनले बाहिर बसेर मुद्दा लड्न पाउने कुनै उपाय बाँकी नरहेपछि अन्तिम विकल्पका रूपमा उनले यो बाटो अपनाएका हुन्। कानुन र न्यायको आँखाले हेर्ने हो भने अहिले नै रवि लामिछानेलाई दोषी वा निर्दोष भन्न मिल्दैन। यसको अन्तिम निर्णय रूपन्देही जिल्ला अदालतको अन्तिम फैसलाले मात्रै गर्नेछ। अझै स्पष्ट भन्नुपर्दा अरू 4 जिल्लाका मुद्दामा उनी फेरि जेल जान सक्छन् वा बाहिरै बसेर मुद्दा लड्न पाउन पनि सक्छन्। भएको कुरा यति हो, निष्पक्ष रूपमा हेर्दा आजको दिनमा रवि लामिछाने न त सहकारी ठगी मुद्दाका दोषी हुन् न त निर्दोष प्रमाणित भएका व्यक्ति। उनी अहिले सहकारी ठगीको आरोपित व्यक्ति मात्रै हुन्। आरोप प्रमाणित गर्ने वा खारेज गर्ने काम अदालतको हो, जुन अझै बाँकी छ। बाँकी कुरा आफ्नो सोच र रुचि अनुसार व्याख्या गर्ने छुट सबैलाई छ।